हामी चाहिँ यो डेमो देखाउन गइरहेका छौँ। यो लिभिङको क्याल्सियम, मेडिकलको क्याल्सियम, यो हामीले सधैँ खाइराखेको क्याल्सियम हो, सबैलाई भनिरहनु पर्दैन हजुरहरूलाई। र यो दुईवटा गिलासमा बराबरी पानी राखेको छौँ, सफा पानी। यसमा चाहिँ हामी दुईटैमा एउटा एउटा क्याल्सियम लाएर हेर्छौँ। गर्दै जानुहोला। यो चाहिँ एलजी लिभिङको क्याल्सियम हो, मेडिकलको क्याल्सियम अब सँगसँगै लगाएको छ, सँगै लगाएको छ, एकै कुरा लगाएको छ। कुन चाहिँले छिटो यो पानी एब्जर्ब गर्दो रहेछ होइन, हाम्रो शरीरमा कसले चाहिँ कुनले चाहिँ एब्जर्ब छिटो गर्दो रहेछ भन्ने कुरो चाहिँ हजुरहरूले आदि हेर्नुहुन्छ, अनुसन्धान गर्न सक्नुहुन्छ है। र यो पाइएको क्याल्सियम चाहिँ छिटो नघुल्ने भएकोले हामीले खाँदाखेरि हामीलाई चाहिँ शरीरमा हाम्रो किडनीमा पथरिया हुने चाहिँ बढी यसमा चाहिँ सम्भावना हुँदो रहेछ है। र यो चाहिँ एकदम छिटो घुल्न थालिसक्यो, पानीमा मिल्न थालिसक्यो। र यसले चाहिँ 20 वर्षदेखि मान्छेले खाइराखेको छ है, कसैले पनि पथरियाको शिकायत ल्याएको छैन। र यो चाहिँ 5 वर्ष खाँदाखेरि यसमा चाहिँ पथरिया भइसकेको छ। यो हाम्रो बाहिर यो मेडिकलको क्याल्सियममा चाहिँ अब यो चाहिँ हेल्दी लिभिङको क्याल्सियम हो, यो फुटिसक्यो। अब एकपल्ट घोलेर हजुरहरूलाई हेरौँ है त। ल पहिला यही घोलौँ, म घोल्दैछु। यो त अब चटपटाकै सेम जस्तो लाग्यो, केही नै भएको छैन, केही भएको छैन। यसलाई घोलेर हेरौँ। यो त घुलिसक्यो, पानीमा घुलिसक्यो, यो मिलिसक्यो। हेर्नु त हजुरहरू देख्न सक्नुहुन्छ, दुध जस्तै भयो। जसरी हामीले खाँदाखेरि यो चाहिँ यसरी तुरुन्तै हामीले खाने बित्तिकै 2 मिनटमा नै यो हाम्रो पेटमा जाने बित्तिकै यसरी घुल्ने भएकोले हाम्रो शरीरले तुरुन्त एब्जर्ब गर्छ र हामीलाई पथरिया हुँदैन यो क्याल्सियम खाँदाखेरि। यसकोबाट चाहिँ अब यो चाहिँ अहिलेसम्म जस्ताको तस्तै छ है, हजुरहरूले पनि देख्नुहुन्छ, बुझ्नुहुन्छ नि त, केही नै भएको छैन है, सिँगै चाहिँ जस्ताको तस्तै छ है। त्यसो भएकोले पथरिया हुने चाहिँ अलिकति बढी सम्भावना छ। योबाट चाहिँ मेडिकलकोबाट चाहिँ बढी चाहिँ पथरिया हुने, स्टोन हुने सम्भावना चाहिँ रहेछ। हाम्रो जुन किडनीमा भयो, पित्तथैलीमा भयो, स्टोन हुने चाहिँ कारण चाहिँ यो रहेछ। अब हाम्रो जति पनि गर्भ अवस्थादेखि लिएर सुत्केरी अवस्थामा अनि हातखुट्टा दुख्यो, भिटामिन डीको कमी भयो भने पनि हामीले क्याल्सियम खाने गरेका छौँ। अब दिनुहुन्छ डक्टरको जग्गाले भनेर दिइहाल्नुहुन्छ, खाँदाखेरि चाहिँ यो चाहिँ हाम्रो शरीरमा चाहिँ नहुँदो रहेछ। अनि यो दुईटै क्याल्सियमको गति चाहिँ यस्तो देख्यो, यो सिँगै छ, यो पानीमा घुलिसक्यो। अब हजुरहरूले खाँदाखेरि आफै विचार गर्नुहोस्, कुन खाँदा हाम्रो शरीरलाई कतिको फाइदा पुग्छ भनेर विचार गर्नुहुन्छ। र यो क्याल्सियम खानु पर्यो र चाहियो भने मेरो नम्बर, मैले सम्पर्क नम्बर पनि राखेको छु, कल गर्न सक्नुहुन्छ। म हजुरहरूलाई उपलब्ध गराउनेछु। हामीले नखाइ नहुने कुरा रहेछ, 40 वर्ष काटिसकेपछि त यो त क्याल्सियम अनिवार्य रहेछ, किनभने हाम्रो हड्डीहरू एकदम कमजोरी हुने, दुख्ने सम्भावना भएको कारणले यो चाहिँ खानुपर्ने रहेछ भन्दै। हस्, थ्याङ्क यू, गुड मर्निङ।